आज हामी A23A आइसबर्गको बारेमा जान्ने प्रयास गर्नेछौँ। हामीले A23A आइसबर्गको बारेमा जान्नुभन्दा पहिला आइसबर्ग भनेको के हो भन्ने बारेमा जान्नु जरुरी हुन्छ। सरल भाषामा भन्ने हो भने आइसबर्ग समुद्र सतहमा तैरिरहेको ठुलो बरफको पहाड हो। यसको चाखलाग्दो कुरा के छ भने यो 90% पानीभित्र हुन्छ भने 10% मात्र पानी बाहिर निस्केको हुन्छ। समुद्रको धारा र सामुद्रिक हावाले यसलाई चलाउने हुनाले यो धेरै वर्षसम्म बिस्तारै पग्लदै यात्रा गर्छ। फ्लिङ्कर रोन आइस सेल्फ विश्वको दोस्रो ठुलो हिम पहाड हो। सन् 1986 मा एन्टार्क्टिकामा भएको एक सामुद्रिक घटना जसले A23A को जन्म भयो हो। A23A त्यही फ्लिङ्कर रोन आइस सेल्फबाट टुक्रिएर अस्तित्वमा आएको हो। यसको क्षेत्रफल 3500 स्क्वायर किलोमिटर, मानव युरोपियन राष्ट्र लक्जमबर्ग जत्रै र ग्रेटर लन्डन भन्दा 2 गुणा ठुलो रहेको छ। विभिन्न वैज्ञानिकहरूको अनुसार बदलिँदो सामुद्रिक धारा र सामुद्रिक हावाका कारणले यसले आफ्नो द्रव्यमान यति धेरै गुमायो कि अन्ततः समुद्रको तल्लो सतहबाट उठ्न थाल्यो। सन् 2020 मा ब्रिटिस एन्टार्क्टिक सर्वेका सर्वेकर्ता डाक्टर एन्ड्रु फ्लेमिङले यसको पहिलो चाल पत्ता लगाएका थिए। त्यसपछि क्रमशः सन् 2023 डिसेम्बर 1 मा RSS रोयल रिसर्च सर्भिस सर डेभिड एटेनबरा ब्रिटिस रिसर्च जहाज संयोगवश A23A को नजिकै पुगेर यसको केही भागको नक्साङ्कनका साथै पानीको नमुना सङ्कलन गर्यो। सन् 2025 मार्च 4 मा तयार पारिएको रिपोर्टको आधारमा A23A दक्षिण जोर्जियाबाट करिब 73 किलोमिटरको दूरीमा आएर अड्किएको थियो। सम्भावित पारिस्थितिको प्रभाव जस्तै यसको पग्लिएको पानी र समुद्रको तल्लो सतहमा भएको अव्यवस्थाले पोषण तत्त्वहरूमा असर गर्न सक्ने भएकाले यसको अड्काइलाई निकै महत्त्वपूर्ण मानिएको छ। सन् 2025 जुलाईमा फेरि पनि यसले गति लिन थाल्यो, जसको कारण पूर्वी र उत्तरी दक्षिण जोर्जिया तर्फ गुज्रियो। अन्ततः समुद्रमा भएका विभिन्न प्राकृतिक परिवर्तनका कारण सन् 2025 को सेप्टेम्बरमा A23A आइसबर्ग धेरै भागमा टुक्रिँदै गएको विभिन्न अध्ययनहरूमा उल्लेख गरिएको पाइन्छ।